हामीसँग एफजेड आएको थियो। फुल इन्जिन खोलेको तपाईँहरूलाई मैले देखाएको छु अर्को भिडियोमा। त्यो एफजेडको फुल इन्जिन रेडी भइसकेको छ। अब त्यो तपाईँहरूलाई म साउन्ड सुनाउँछु कस्तो छ के हो साउन्ड। एफजेड यही हो, रेडी भइसकेको छ। यहाँ हामीले चाबी अन गर्छौँ, अन भइसक्यो, लाइट बलिसक्यो। हर्न पनि बजाएर चेक गराइदिन्छु। यहाँ साउन्ड सुन्न सक्नुहुन्छ। एक्सेलको स्टार्ट भयो। साउन्ड अलिकति टाइपिटको आवाज आइरहेछ, त्यो टाइपिट अलि लुजै राखिदिएको छु। 500 किलोमिटरमा मोबिल चेन्ज गर्न आउने बेलामा टाइपिट मिलाउँछौँ हामी। अब यसमा के चेन्ज गरेको छु तपाईँहरूलाई म देखाउँछु। यसमा गाइड हालेको छु, यो फलाम आएको भएर ओरिजिनल गाइड हालेको छु। यो पुस रड भाँचेको भएर पुस रड हालेको छु हामीले। यहाँ छ टुक्रा, यो स्पोकेट साफ्ट, काउन्टर साफ्ट पनि भन्छ, स्पोकेट साफ्ट पनि भन्छ। अब यो केम्चेन भइहाल्यो, क्लच प्लेट मेन्टेन भइहाल्यो, पिस्टन भइहाल्यो। गुनाहरू स्लिप थियो, गुनाहरू बनाएको छौँ। यही हो प्रोसेस। तपाईँहरू यस्तो यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने खान मोटरसाइकल वर्कसपलाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। यस्तो यस्तो भिडियो ल्याइरहन्छ खान मोटरसाइकल वर्कसपले। अहिलेको लागि यति नै हो। हस् त, धन्यवाद।